नमस्ते सबैजनालाई। आज म हाम्रो डिजिटल बिजनेसको डे 6 को हजुरको यो बिजनेस कस्तो व्यक्तिको लागि सुइटेबल छ भन्ने टपिकमा कुरा गर्न गइरहेको छु। र यो बिजनेस चाहिँ हाम्रो जस्तोसुकै पेसामा आबद्ध हुनुहुन्छ, जुनसुकै पेसामा भएको मान्छेलाई पनि एकदमै सुइटेबल छ। त्यसै गरी जस्तो हजुरको कुनै घरमा बस्ने मान्छेदेखि लिएर फ्यामिलीसँग टाइम स्पेन्ड गरिराख्नु भएको देखि सबैको लागि चाहिँ एकदमै सुइटेबल छ। किन भन्दाखेरि हजुरले घर बसेर इन्टरनेट, मोबाइल र हजुरको ल्यापटपहरू छ भने मजाले चलाउन सकिन्छ एउटा कुरा। अर्को भनेको चाहिँ हामीले जस्तोसुकै पेसा गरिरहेको मान्छेले आफ्नो कुनै पनि अफिसियल कामहरू गर्नुहुन्छ भने पनि यो बिजनेसलाई थोरै समय दिएर चलाउन मिल्ने, यसलाई हजुरले थोरै टाइम दिएर पनि रन गर्न सक्ने भएको कारणले जस्तोसुकै पेसामा आबद्ध भएको मान्छेहरूको लागि पनि एकदमै सुइटेबल छ। यसमा हजुरलाई स्किलहरू चाहिँदैन, कुनै आइटी प्रोफेसनल हुनु परेन। अनि हजुरले एकदमै सजिलै आफ्नै मोबाइलहरूमा भएको एप्लिकेसनहरू, सामाजिक सञ्जालहरूलाई चलाएर यसलाई कसरी इन्कम सोर्स जेनेरेट गर्न सकिन्छ भन्ने कुराहरू यसमा हुने भएकोले हामीले जसले पनि चलाउन मिल्ने सबै खालको पेसा अनि गर्ने घरमा बस्ने मान्छेदेखि लिएर सबै फ्यामिलीसँग टाइम स्पेन्ड गरेर चलाउन मिल्ने भएकोले सबैको लागि चाहिँ एकदमै सुइटेबल छ यो। विशेष गरी चाहिँ हजुरले जस्तै फ्यामिली टाइम दिन पाउनु भएको छैन, कुनै अरू पेसामा आबद्ध भएर हजुरहरूले क्वालिटी टाइम स्पेन्ड गर्न सक्नु भएको छैन फ्यामिलीहरूसँग भनेर पनि एउटा हजुरले उहाँहरूको लागि चाहिँ झनै बेस्ट हुन्छ यो भन्न चाहन्छु। जस्तै हजुरले जबै गर्नुहुन्छ भने पनि दुवैजनाको टाइमसँगै टाइमिङ मिल्दैन अनि बिदाको सेड्युलहरू सँगै हुँदैन। उहाँहरूको लागि पनि यो घरै बसेर 2-3 घन्टा टाइम दिएर चलाउन, बिजनेस रन गर्न मिल्ने भएको कारणले गर्दा सबैको लागि एकदमै सुइटेबल छ र एकदमै बेस्ट हुन्छ यो बिजनेस चाहिँ भन्न चाहे। हजुरहरूले कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला र हामीलाई रिच आउट गर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो डिस्क्रिप्सनमा लिङ्कहरू हुन्छ, हामीसँग पर्सनली पनि रिच आउट हुन सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ। बाई बाई।